वर्षापछि जब बादलहरू हट्छन्, प्रकृतिले पोखराको सौन्दर्यतालाई फेरि उजागर गर्छ। सारङकोटको हरियाली डाँडाबाट स्वर्ग जस्तै पोखरा फैलिएको छ, चुपचाप शान्त र शुद्ध। फेवातालको सतहले आकाशले अँगाल्छ, सहरले नयाँ सास लिन्छ। हिमालको काखमा सुन्दर र शान्त पोखरा। यो हो वर्षापछिको पोखरा, निर्मल, न्यानो र आत्मालाई छुने सुन्दर नगरी पोखरा। नेपालको पर्यटकीय राजधानी पनि भनेर चिनिने पोखरा। हेलो साथीहरूलाई स्वागत छ मेरो अर्को भ्लगमा। र साथीहरू, मेरो यात्रा सुरु भइसकेको छ बेनी टु पोखराको लागि। आउनुहोस् साथीहरू, आज मसँगै यात्रा गरौँ पोखरासम्म। वर्षापछिको यो हरियाली दृश्यहरू हेर्दै, निलो आकाश, सफा दिन र मेरो यात्रा। आउनुहोस् साथीहरू, अन्तिमसम्म हेर्नुहोला है, भ्लग अति नै रमाइलो हुनेछ। कालीगण्डकी कोरिडोर अन्तर्गतको मालडुङ्गा बेनी खण्डमा रहेको लस्ती बजारमा अहिले साथीहरू काम भइरहेको छ। काम जस राम्रै गतिमा भइरहेको छ भन्नु पर्यो। अब त बर्खा लाग्यो है, बर्खा लागेपछि त काम त्यसै पनि बन्द हुन्छ। त्यही पनि काम भइरहेकै छ, अब त्यसलाई पनि राम्रो मान्नु पर्यो। केटाकेटीहरूले बिचरा फुटबल खेल्नको लागि है, पानीको लागि बाटो खोल्दैछन्। यो फिलिङ चाहिँ मलाई पनि थाहा है, एकदम के फुटबल खेल्न आउने है, अनि ग्राउन्डभरि पानी हुँदाखेरि फिलिङ चाहिँ मलाई पनि थाहा छ। नानी बाबुहरूले चाहिँ एउटा काटेर पानी बग्ने ठाउँ बनाउँदैछन्। कस्तो दामी प्लेग्राउन्ड साथीहरूले, ल हेर्नुहोस्, कस्तो खतरा प्लेग्राउन्ड हजुरले देख्नु भएको कहिल्यै? कालीगण्डकीको छेउमा बगरमा फुटबल ग्राउन्ड। कालीगण्डकी नदीको छेउमा कालीगण्डकी कोरिडोरमा यसरी यात्रा गर्नुको मजा पनि बेग्लै छ साथीहरू। कलकल बगेको कालीगण्डकी खोला, राम्रो बाटो, कति दामी देखियो कि। आज त दिन पनि कति सफा कि, हिजो अस्तिको पानी परेर पनि होला होइन। दामी छ साथीहरू, एकदम रमाइलो भइरहेको छ है। आशा छ साथीहरूलाई पनि रमाइलो भइरहेको होला। हाम्रो नाकको तार है, नाकेर यता हुनुहुन्छ, सबैले दर्शन गर्नु होला। वाट अ लभली डे हो कि, कति दामी के, आजको दिनै दामी के यार। यस्तो दिनमा त यात्रा गर्नुको मजा नि बेग्लै छ नि। लाइफ इज जस्ट तनावहरू एकातिर होइन, जिन्दगीमा राइड गर्नु मजा आएको। उमेर त बालपना नै ठिक के, मस्त रमाइलो गरेछ, बसेछ है। छुट्टीको दिनमा आफ्नै संसार हुन्छ, आफ्नै तरिकाको रमाइलो हुन्छ। त्यहाँ हेर्नुहोस् न, त्यो बाबुहरूलाई अझ नाङ्गै हराउके केटारीहरू, मस्त कुलोमा यार। हेत रमाइलो छ जेस, यो उमेर नै त्यस्तै हो। क्या दामी दिन के यार आजको दिनै के। वाह, कति क्लियर भने के, लभली भ्यू, लभली 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 भ्यू। वाट लभली भ्यू यार साथीहरू, रेनबोको यार कस्तो दामी देखिया कि रेनबो यार। वाउ, क्यामेरामा त कतिको राम्रो आयो मलाई थाहा छैन, तर रियलमा चाहिँ अति नै बवाल छ है, अति नै। रेनबो
मेरो आजको विकेन्ड चाहिँ दामी भयो है। पानीको छिटा हान्ला जस्तो गरेर राख। हेरौँ त्यसमा पानी नपर्दै बेस्ट हुन्थ्यो। अब बर्खा महिना चाहिँ पानी नपर्दै हुन्थ्यो भनेर नभएको है। पानी चाहिँ पर्छ। भर्खरसम्म खतरा हुस्सो लागिरहेको थियो। दामी खोलिदियो त्यो दिन त। म चाहिँ अहिले नौडाँडामा छु साथीहरू। र यो चाहिँ हजुरहरूले फेवातालको दृश्य देख्न सक्नुहुन्छ है नौडाँडाबाट। कस्तो दामी दिन खुल्यो कि भर्खरसम्म हुस्सो लागिरहेको थियो है। फेरि आइरहेको हुस्सो आउनु त। वाउ, लेक साइड है। अनि फेवाताल अनि यो पामे साइड दामी देखियो त। दामी दिन खुल्यो ल, दामी। Happy birthday to you. एक समय थियो जहाँ म शब्द थिएँ कसैको कविताभित्र। आज म मौन छु अनि मेरो मौनतालाई कसैले पढ्ने आँखाहरू छैन। कोही थिए कुनै बेला, कोही थिए जसलाई म आफ्नो भन्न सक्थेँ। ती मुस्कान जुन अब तस्विरमा मात्र बाँकी छन्, ती साथ जुन अब सम्झनाको गल्लीहरूमा भेटिन्छन्। उनीहरू हिँडे सायद समयसँगै, सायद परिस्थितिसँगै, या त सायद मैसँग कोही हरायो। तर कुरा यति मात्र होइन, कुरा त त्यो हो जब म आफूलाई चिन्न छाडे अनि उनीहरूलाई सम्झन थाले। आज सारा दिन चुपचाप बित्यो, मोबाइलको स्क्रिन उज्यालो भयो, तर त्यो नाम आयो न त्यो आवाज आयो। सबै कुरा चलिरहेछ, घडी, समय, यो संसार, तर म रोकिएको छु एक तस्बिरमा, एक मिठो कुराभित्र, एक अधुरो बाईमा। म जान्दछु उनी फर्किन आउँदैनन् भन्ने, तर मन न त हो सम्झन छोड्न कहाँ मान्दो रहेछ र। एक्लो छु आजसम्म, कोही भेटेको छैन, तर भेट्न त म अझै पनि त्यही अनुहार खोजिरहेको छ, त्यही हाँसो जुन एक समय मेरो दिनको सुरुवात थियो। अब त निन्द्रा साथ दिन्छ, न सपनाले चिन्छ मलाई। अनि म आफैसँग प्रश्न गर्छु, म किन एक्लो छु, म किन खाली छु। थ्याङ्क यू। वाह वाह वाह, क्या बात। कार